नमस्ते, सुस्वागतम। यो झिलिमिली तिहारहरूको पर्वमा आज लक्ष्मी पूजाको दिन आजैबाट हामी नयाँ कार्यक्रममा तपाईँहरूमाझ प्रस्तुत भइरहेका छौँ। भर्चुअल दुनियाँमा पत्रकारिताको दुनियाँ पनि फेरिएको छ। अक्षरहरू पनि भर्चुअल दुनियाँबाटै आइरहेका छन्। त्यसैले लामो समयपछि हामी तपाईँहरूमाझ यो पोडकास्टको नयाँ पत्रकारिताको नयाँ जेनेरेसन मार्फत तपाईँहरूमाझ प्रस्तुत भइरहेका छौँ। हामी नेपाली संस्कृति, परम्परा, कला, साहित्य, भाषा सबै विषयमा यहाँहरूमाझ कुराकानी, बहस, छलफल र डिस्कोर्स गर्न आइरहेका छौँ। अहिले विश्वभरि नै नेपालीहरूको पहुँच पुगिसकेको छ। विश्वका कुना कुनामा नेपालीहरू हुनुहुन्छ। उहाँहरूका सुख, दुःख, आँसु, हाँसो, रोदन, क्रन्दन, चित्कार, सफलता, असफलताका कथाहरू यो पोडकास्ट मार्फत तपाईँहरूमाझ पस्किन लागिरहेका छौँ। त्यसैले यसलाई हेरेर, सुनेर तपाईँहरू सल्लाह दिन सक्नुहुन्छ, सुझाव दिन सक्नुहुन्छ। आज यो हट सिट खाली छ। यो खाली हट सिटमा सर्वसाधारण नेपालीदेखि विशिष्ट पहिचान बनाएका व्यक्तिहरूसम्म बस्न सक्नुहुनेछ। कसैले आफ्नो कथा भन्ने ठाउँ पाउनु भएको छैन होला। तपाईहरूले पनि त्यो कथा भन्नको लागि यो हट सिटमा आउन सक्नुहुनेछ। धेरै मान्छेका धेरै ठाउँमा पहुँचहरू छन्, मिडियामा पहुँच छ, तर आवाज नभएका भोइसलेसहरू, आवाजविहीनहरूको आवाज हामी तपाईँहरूमाझ ल्याउनेछौँ। त्यसैले आउनुहोस्, आफ्नो कथाहरू भन्नुहोस्, आफ्ना सफलताहरू सुनाउनुहोस्, असफलताहरू सुनाउनुहोस्। यो लक्ष्मी पूजाको पावन अवसर पारेर तपाईँहरूमाझ नयाँ कार्यक्रमको नयाँ सेड्युल, नयाँ विचार, नयाँ चिन्तन र नयाँ विमर्शको लागि हामी एक आपसमा एकाकार हुनेछौँ। र यो आज देखिएको खाली हट सिटमा म जान पाए हुन्थ्यो, म कथा सुनाउनु पाए हुन्थ्यो, सफलता सुनाउनु पाए हुन्थ्यो, असफलताहरूलाई बाँड्न पाए हुन्थ्यो, दुःख सेयर गर्न पाए हुन्थ्यो भन्ने तपाईँहरूलाई चाहना छ भने हामी एक आपसमा सुख दुःख साटासाट गर्नेछौँ, आँसु हाँसो साटासाट गर्नेछौँ। त्यसको लागि तपाईँहरूलाई यो हट सिट खाली राखिएको छ। अबको केही समयपछि हामी नियमित जसो सूचीबद्ध भएर तपाईँहरूमाझ आउनेछौँ र यसका लागि आवश्यक सल्लाह, सुझाव, प्रतिक्रिया अब तपाईँहरूको हो। त्यसैले हामी देश परिवर्तन भइरहेको अवस्थामा नयाँ पुस्ताले खोजिरहेको परिवर्तन कस्तो हो, राजनीति, भाषा, कला, साहित्यमा कस्ता कस्ता परिवर्तनहरू आवश्यक छन्, देश कस्तो सपना, नयाँ पुस्ताले कस्तो सपना देखिरहेको छ देश बनाउने, यी सबै कुराहरूको विमर्श तपाईँहरूमाझ हामी लिएर आउनेछौँ। त्यसैले आउनुहोस्, यो साझा बहसमा, साझा विमर्शमा, यो छलफलको दुनियाँमा हामी एकै ठाउँमा बसौँ र आफ्ना सफलतालाई पनि बाँडौँ, आफ्ना असफलतालाई पनि बाँडौँ र देश निर्माणको, समाज निर्माणको, समाज परिवर्तनको दिशामा नौलो आयाम दिन सकौँ, नयाँ चिन्तन दिन सकौँ, नयाँ बाठिका निर्माण गर्न सकौँ र यस्तो बगैँचा सिर्जना गरौँ यो कार्यक्रम मार्फत कि साँच्चै नै हामी एक आपसमा एकै भएका छौँ, देश एकै भएको छ। विश्वभरि छरिएर रहेका नेपालीहरू नेपालको भूगोलबाट, आफ्नो मातृभूमिबाट, आफ्नो आमाको आँगनबाट, आफ्नो आमाको काखबाट सबैलाई कथा व्यथाहरू सुनाउन सकिनेछ भन्ने अपेक्षासहित तपाईँको आफ्नै कार्यक्रम बनाएर यसलाई लिएर जान सक्नेछौँ। आज लक्ष्मी पूजाको दिन र भाषा साहित्यका वरद पुरुष लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन, यो एकै दिन दुईटा पर्व परेको छ र यी दुईटा पर्वमा हामी एक भएर यो विमर्शमा सहभागी हौँ र यो पोडकास्टलाई गुणस्तरीय बनाउनतिर लागौँ भन्दै यो विचार, यो विमर्श र यो चिन्तन, यो बहस तपाईँहरूलाई छोड्दै आजलाई मैजारो गर्न चाहन्छु। धन्यवाद, नमस्ते।